It's me Rohan Mango. Welcome back to my new vlogs. You know, फिर पनि तपाईहरुलाई स्वागत छ मेरो नयाँ भिडियोमा हैन। र फर्स्ट अफ अल सबैलाई गुड मर्निङ। अन्त धेरै धेरै माया। र आज चाहिँ हामी के गर्छौं? आज चाहिँ हामी कलर गर्छौं हैन। अन्त काकाको घरमा यहाँ एउटा कोठामा हिजो लगाइसकेको थियो। अन्त आज चाहिँ यहाँ लगाउँछु विधान प्रियांश म हैन। हातहरु यस्तो मैला भएको छ। अन्त चाहिँ हिजो बास ल्याएर है हामी त्यो भ्याइन नि त हिजो लाउने भन्दै थियो। हिजो बास ल्याउनु गएको थियो। अन्त चाहिँ काका चाहिँ उता जानुभएको छ। यहाँ काकाले मिठो कफी बनाइदिनु भएको छ हामीलाई। अन्त चाहिँ यहाँ पुछु भाइ हो यहाँ बदमास गर्छ। हेलो खै हेलो भनेको फेरि भन्दा हेलो विधान हेलो खै हेलो भनेको बाइ बाइ गजब बेइज्जती है बेत्तर गरिन् नि प्रियांश भाइ हेलो 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 सो गाइज हैन हामी अब एकछिन लगाइसकेर देखाउँछु है सक्यो हो यहाँ लगाइसके त्यहाँको चाहिँ अब यहाँ फेरि चाहिँ डबल कोट लाउनुपर्छ। विधानले यहाँ लगाउँदैछ। काकाले भर्खर हामीलाई कफी बनाइदिनु भएको थियो। प्रियांश भाइ यहाँ छ। पुछु भाइले यहाँ बदमास गर्दैछ। अन्त यहाँ पनि हिजो लगाएको हामीले यहाँ अब सिलिङमा चाहिँ त्यो हामी अहिले डिजाइन हान्छु हो। अन्त तपाईँलाई देखाउँछु। यहाँ अलिक च्यालेल्याङ भइरहेको छ हो। अहिले बेलुका सफा गर्नुपर्छ। अनि यहाँ चाहिँ विधानले दामी लगाउँदैछ। हे आना मात्रै यस्तो गर्छ बिहान त फेरि बोलिदिनु न हो साथीहरु एउटा थम्बनेलको लागि काका कलर कस्तो छ? एकदम दामी छ है। दामी यही त एउटा थम्बनेलको लागि ल गाइस अहिले हामी अझै लगाइसकेर डबल कोट गरिसकेर देखाउँछौँ है कस्तो हुन्छ। अहिले डिजाइन हान्नुपर्छ यहाँ त्यसमा। अनि त्यो चाहिँ तपाईँहरूलाई देखाउँछु। सो लु फ्यामिली होइन हामीले चाहिँ यहाँ कलर लगाइसक्यो। एकछिन नै तपाईँहरूलाई देखाउँछु। यो लाइटले गर्दा अब यस्तो देखाउँछु हो। अब यहाँ फेरि डबल कोट गर्नुपर्छ हो। अन्त यहाँ चाहिँ डबल कोट गर्नुपर्छ। यहाँ चाहिँ अस्ति आयन म प्रियांश लगाएको। आज चाहिँ आयन छैन किनभने आयनको त्यहाँ माथि स्कुल दार्जिलिङमा काम परेर गएको छ हो। अन्त त्यो भोलितिर आउँछ होला। आज तिमीले चाहिँ विधान म प्रियांश भाइ लगाएको। अन्त भाइले चाहिँ गीत बजाउँछु भनेको छ हो अघिदेखिको। त्यहाँदेखिको मैले चाहिँ कपिराइट गर्छ भनेर चाहिँ एकछिन नबजाउन भनेको। यहाँ चाहिँ ओनेछ हो। अन्त चाहिँ अब हामी यहाँ अन्डा लिएको हो। त्यहाँदेखिको चाहिँ अब हामी सब्जी पकाउने भात पकाउने। त्यहाँदेखिको चाहिँ नि त्यहाँदेखि फेरि हामी खाना बनाइसकेर हो खाएर त्यहाँदेखिको चाहिँ डबल कोट गर्ने। त्यहाँदेखिको चाहिँ अब के हुन्छ अरू हो। त्यहाँदेखि चाहिँ हामी बादमा देखाउँछौँ है गाइस। हेर्दै गर्नु भयो। सो गाइस हामीले चाहिँ अब खानासाना बनाइसकेर होइन यो माथिको सिलिङको डिजाइन हान्दैछु। तपाईँले देख्न सक्नुहुन्छ कि प्रियांश भाइले चाहिँ यहाँ बनाउँदैछ हो। यहाँ मैले बनाएको थिएँ। काकाले पनि हेर्नुहुन्छ यो आदि काकाले पनि गर्नुभएको यहाँ माथि हो। अन्त यहाँ म गर्छु। यो चाहिँ लास्टमा बनिसकेर दामी देख्छ हो। यहाँ मोमबत्ती तुर्ने आँटिसक्यो। सोफे हामीले यो बनायो न डिजाइन। अन्त यो चाहिँ सकेको छैन होइन अहिले फाइनल देखाउँछु सकिसकेर। यो चाहिँ मोमबत्ती क्यान्डलले बनाएको हो। यो चाहिँ आफ्नै आइडियाले बनाएको। यहाँ एउटा कोठामा हो। यहाँ चाहिँ हाम्रो प्रियांश भाइले बनाएको छ। यो दामी भएको छ हो। यस्तो यसरी हेर्छ अन्त है गाइस कस्तो भयो कमेन्ट गरिदिनुहोस् होला है। यस्तो चाहियो भने हामीले बोलाउन सक्नुहुन्छ भन्छ। अब चाहिँ हामी भात खान आँटेको। यहाँ चाहिँ मेन कुक हाम्रो आजको कुक के पकायो अरे भनिदेऊ त। अब यहाँबाट अझै आउँछ हो। यस्तो घुम्दै आउँछ। त्यहाँदेखि यहाँ फुल बनाउनुपर्छ गाइस हो। अन्त अहिले भात खाएर बनाउँछु हो। त्यहाँदेखि देखाउँछु है। सो फेम होइन हामीले भात खाइसके भर्खर भात खाइसकेको। विधानले भाँडासाँडा दुयो हो। अन्त चाहिँ अब फेरि होइन काम छ यो कम्प्लिट गरिहाल्नुपर्छ सिलिङको। हेर्नुहोस् न गाइस यो यतापट्टिको सिलिङमा चाहिँ होइन हाम्रो काकाले गर्नु थियो होइन। खै फोनमा बात यता कलाएर यता बिगार्नु भएछ हो। अब यो रिपेयर हान्नुपर्छ। कपाल बिग्रियो। प्रियांश भाइले बनाउँछ हो। त्यो चाहिँ उसको जिम्मा। यो चाहिँ यो बनाउनुपर्छ म बनाउँछु है। लु लु आफ्टर 30 मिनट्स वी कम्प्लिट ड्राइङ कलर भाइ एकछिन नगर न भाइ एकछिन नगर त। लु होइन गाइस फाइनल्ली हामीले सक्यो। यहाँ डबल कोट गरेर पनि सकियो। अन्त अब चाहिँ यहाँ सफा गर्ने पोचा लाउने हो। यहाँ
सक्यो यहाँ चाहिँ फाइनल आहा नगर बुझाइ त्यस्तो गाइस कस्तो भयो होला कमेन्ट गरिदिनुहोस् होला होइन यो चाहिँ हामीले क्यान्डलले बनाएको यो चाहिँ सिलिङमा क्यान्डलले बनाएको हो अन्त यता पनि छ कस्तो भयो होला कमेन्ट गरिदिनुहोस् होला गाइस यस भाइ लोग अब दौड़ा हाथ उतार जापात हाले त अब यतिखेर सो गाइस अब चाहिँ होइन म पूजा लाउँछु बा एकछिनै मैले चाहिँ होइन हतार गर्छ गीत बजाउनु लागि मैले चाहिँ कपिराइट भेट्छ एकछिन नबजाउनु भयो भनेको ट्याक्कै टेर्दैन हो सो गाइस अब चाहिँ म यो लाने यो लगाएर पुस्नुपर्छ भित्र गाइस होइन अब हामीले फाइनली कलर अनि यो सबै सकिसक्यो हो अब हामीले सफा गर्ने बनाउने हो त्यहाँदेखिको चाहिँ नि पूजा गर्ने हो गाइस यसले काम गरेको भनेको नि कमसेकम भनेको जन्मदेखि चाहिँ फर्स्ट टाइम गरेको होला यसले फर्स्ट टाइम कुच्चो छुको देखेँ मैले यसलाई के भन्दा त पाएँ नि त हामी चाहिँ यस्तो बनाउने कसरी प्र्याक्टिस भएको भने चाहिँ होइन क्लासमा अब टर्न हुन्थ्यो मन्डे स्याटरडे सन्डे मन्डे ट्युसडे यस्तो त छ पढिस के पढिस हो देख्नु सक्नुहुन्छ यस्तो मैला निक्लिरहेको छ होइन तेरो रुममै हो यो यसको रुम त असाध्यै छ It's not my room. यहाँ हेर्नुहोस् यसको रुममा यत्रो मैला थियो सोच्नु त 1 वर्षमा कस्तो मैला त गाई छ अलिक मजाले गर Minyak tuh di mana sih? Mati deh. Gino, ini ada kan macamnya seperti bos sama saja. Itu macam mana sih? Bos sama kan macam. Masuk. Bon jangan. Balik kamera sama langsung. Boleh tak? Tengok mobil di mana kau bilang tak boleh, rumah lihat. Yo, itu rumah tiga guys, rumah. Yo, kita rumah, habis. Itu rumah. Suruh jauh ke apa? Ya, jadi pada. Yo, jangan pakai lagi. Pakai tak ini? Model kau. Bukan itu. Sini kita jalan. Kita teh bom gas itu. Guys, video saya live. Dan di mana tuh itu? धेरै शेयर गर्नु होला। यता चाहिँ जग्गा बम ब्लास्ट भएछ पाकिस्तानले कता एट्याक सुन्नु भयो तपाईले यहाँ यही मान्छे बोल्नु जान्दैन त्यसले युट्युब खोलेछ फेरि बोल्नु चाहिँ बहुत जाने छ नि दोकानदारमा बात मारे जस्तो लाग्यो होला के भन्नु भाइ त्यो यो दोकानदार आयो र त्यो बंगलादेशमै हेर्छ मेरो भिडियो ओ माय गॉड बंगलादेश त बंगाली हो र तो बंगाली भएको क्यामेरा फर्स्ट टाइम चलाएको हो कपिराइट बिराको बोल्ने कपिराइट भेट्नु भाइ कपिराइट त हैन तेरो म अहिले कपिराइट बनाउँछु ढाड मात्रै देखाएर ओ क्यामेराम्यान के हो यो अन्त यतै आको जस यहाँ त जान सक्दिनस् भयो अब त अब अर्को क्यामेराम्यान लाग्छ हैन गाइस गाइस यो चाहिँ मैले भन्छ यो चाहिँ हामीले हैन यस्तो च्यातेर अर्को फेर्न सक्छ हो कता हो यो यति च्यातेर हैन अन्त यो छोटो सानो पर्दा म यस्तो घुमाएर अन्त यहाँ चाहिँ मैला पानी वास यस्तो हालेर हैन आहा यस्तो हालेर वास गर्नुपर्छ गाइस
हो राइट पानी होइन फर्स्ट मैले यो डस्टबिन भनेर सोचिरहेको थिएँ होइन तर होइन रहेछ डस्टबिन यो चाहिँ यस्तो बेवकुफ त हो यस्तो सफा गर्ने रहेछ होइन बेवकुफ हो त के अब खुट्टाले लु अब चाहिँ होइन हाम्रो घरमा सल्लाह सानो सल्लाह छ नि त हो अनि त्यही काकाहरू आउनुहोस् हो जान्छ काकाले चाहिँ पर बोलाउनुहुन्छ मान्छे अन्त कन्फर्म गर्नु लागि अन्त अब चाहिँ म दोकान जान्छु सामान ल्याउनुहोस् र गाइस आजको लागि यति नै बाई बाई सो गाइस मैले सबै काम सकेर होइन म घर गइसकेँ अनि आजको लागि मेरो ब्लग्स यति नै थ्याङ्क्स फर वाचिङ माई भिडियो मन पऱ्यो भने लाइक सेयर अनि कमेन्ट गरिदिनुहोस् होला च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज सब्सक्राइब र साइडको बेल आइकन अलमा सेट गरिदिनुहोस् होला र त्यति भन्दै अर्को भिडियोमा भेट्नु भयो गाइस